हेलो गाइज, फेरि पनि स्वागत छ। म ग्राउन्डमा उपस्थित भइसकेको छु र आजको मौसम एकदमै सुहाना मौसम, एकदमै राम्रो, एकदमै सिन पनि राम्रो देखिराखेको छ। र आजको म्याच चाहिँ एकदमै धमाकेदार म्याच भएको कारणले यहाँ फर्स्ट म्याचको टोलीहरू एकदम फुल प्र्याक्टिसमा छ। र आज म एक दुईजना साथीहरूलाई क्वेसन गर्दैछु। साथी, आजको म्याच चाहिँ ट्रफी प्लस 20,000 को छ अरे, कसले उठाउँदैछ? यो त अब वान प्लाटनले हो। तपाईँ के भन्नुहुन्छ? आजको म्याच यो म्याच चाहिँ ट्रफी प्लस 20,000 को हो नि? ल, यो हाम्रो ओपोनेन्ट हो र यता हाम्रो साथीलाई पनि सोध्न चाहन्छु, आजको म्याच ट्रफी प्लस 20,000 को अरे हो? यो एक्चुअली इन्फर्मेसन पाएको छैन, अब आइजर टिम आएपछि थाहा हुन्छ। यो कसले उठाउँछ होला? यो भन्न सकिँदैन, गेमको कुरा हो। सबैलाई बेस्ट अफ लक। एकदमै मौसम एकदमै राम्रो र घाम लागिराखेको अवस्था र एकदमै बादल पनि राम्रो देखिराखेको अवस्था र एकदम हाम्रो ग्राउन्ड चकाचक। हाम्रो हसन साथीलाई म सोध्न चाहन्छु, आजको यो म्याच चाहिँ ट्रफी प्लस 20,000 को अरे हो? वानले नै जित्ने हो। यो प्राइज फिक्स हो कि होइन? अस्तिको पालि पनि वानले उठाउँछ भनेर लास्टमा 3ले उठाएको थियो होइन? यसमा के भन्न चाहनुहुन्छ? ठ्याक्कै भने जस्तो हुँदैन नि त, पुरा चिठा जस्तै हो यो। हेरौँ अब आजको यो एकदमै खतरा म्याच चलिराखेको छ। यो ट्रफी प्लस 20,000 प्राइजको आजको म्याचमा कसले जित्छ होला? ओके, यो आफ्नो आफ्नो चोइस हो। र हाम्रो आजको खतरा किपर हुनुहुन्छ वान प्लाटुनको, तपाईँ के भन्नुहुन्छ? आजको ट्रफी प्लस 20,000 को म्याच अरे हो? यो म्याच कसले उठाउँछ? अस्तिको पालि पनि वानले उठाउँछ भनेर फर्स्टमै हारेर गएको थियो नि, आज चाहिँ उठाउँछ है? ल ठिक छ, यो अहिले बोलिराख्नु भएको छ, तपाईँहरूले यो देख्न सक्नुहुन्छ। अन्तिममा तपाईँहरूलाई यो भिडियो पनि अपलोड गर्नेछु। यता हाम्रो साथीलाई पनि सोध्न चाहन्छु, मैले सबैजनालाई क्वेसन गरिसकेको छु र कसले जित्छ जित्दैन भन्ने त अब ग्राउन्डमा उत्रिसकेपछि थाहा हुने कुरा हो। र ग्राउन्डको अब कसले कति र कसले कति गोल हाल्छ, जसले धेरै गोल हाल्छ त्यसले जित्ने हो, त्यो त सबैले देखेकै कुरा हो। र यो पालिको एकदमै डेन्जर गेम हुँदैछ। यो गेममा प्राइज एन्ड ट्रफी कसले उठाउँछ भनेर अन्तिममा तपाईँहरूले देख्न सक्नुहुनेछ। अहिलेलाई हस्त बाबा।